सब राम्रो छ क्या यहाँनिर यस्तो छ होइन यति ठुलो पार्क रहेछ मलाई थाहै थिएन फेरि यहाँनिर अनि हिजो एकजना साथीलाई फेरि छुट्टीमा कहीँ घुम्न गइन्न भनेको अनि कहीँ नजिकै छ घुम्ने ठाउँहरू नजिकै भने त्यहाँ एउटा उज्बेकिस्तानको छ क्या त्यसले चाहिँ अनि आज आएको साथीहरू पनि कोही पनि भएन अनि एक्लै घुमिरह अब यस्तो राम्रो छ ठाउँहरू चाहिँ आइदिनु होला राम्रो छ यहाँनिर यो ठ्याक्कै के होटल भन्छ हो यहाँनिर त्यो भनेर आएपछि चाहिँ बुल्गेरिया मलतिरबाट आउँदै हुनुहुन्छ भने चाहिँ यो घरलाई हेरेर आए हुन्छ यो घरलाई आयो होइन अनि यता सार्दिकातिरबाट आउँदै हुनुहुन्छ भने चाहिँ ठ्याक्कै यो इन्डिका पार्क जाने इन्डिका पार्क नजिकै पर्छ यो सायद ठाउँ चाहिँ थाहा भएन मलाई होइन इन्डिका पार्क नजिकै पर्छ ठाउँ चाहिँ राम्रो छ यति ठुलो छ कि दिनभरि घुम्यो नि पुरै घुमेर सकिन्न होला यहाँ पुरै ठुलो रहेछ मान्छेहरू चाहिँ कति धेरै आउँदो रहेछ यहाँनिर ड्राई पिकनिकको लागि चाहिँ ठिक छ यहाँनिर पुरा फुटबल खेल्ने नि मिल्ने ठाउँ रहेछ यहाँ त पुरै यति ठुलो चौरहरू होइन अझै उता त म पुग्नै पाएको छैन यस्तो ठाउँ छ भर्खरै आइपुगेको फेरि पानी पर्ला जस्तो भएर चाहिँ तनाव भयो साथीहरू पनि कोही नि भएन एक्लै बिजोक अवस्थामा घुम्दै त्यस्तो छ अवस्था हालत खराब जिन्दगीमा गाडीहरू पनि ल्याउन मिल्ने रहेछ यहाँ अनि यहाँबाट यस्तै सिनहरू नि राम्रो निस्किन्छ फोटोहरूको लागि फोटोसुटको लागि पनि राम्रो छ होइन साथी भइदियो भने चाहिँ रमाइलो हुन्छ एक्लै त के घुम्ने कहाँ एक्लै हिँडेछ पागल जस्तो ल्यान्ठ्याङ काम छैन कता घुम्ने भयो म त तर ठिक छ ठाउँ चाहिँ राम्रो छ फोटोको लागि ड्राई पिकनिकको लागि अनि साथीहरू मिलेर यसो केही गरौँ भनेर कुनै बैठक बस्नु पऱ्यो भने पनि एकदम ठाउँ चाहिँ ठिक छ यहाँनिर ठ्याक्क ठाउँको नाम चाहिँ थाहा भएन म लोकेसन हेरेर लोकेसनबाट नाम पनि हालिदिउँ ल भिडियोमा त्यसपछि लोकेसन चाहिँ ठ्याक्कै यो कहाँनिर भन्दाखेरि अब यो चाहिँ के हो यो चाहिँ के हो होइन यो हेरेर आएपछि ठ्याक्कै यसको पछाडिपट्टि पर्छ अब यो घरको नाम थाहा भएन राम्रो छ एकदम घुम्नको लागि कहिलेकाहीँ बाहिर निस्केर फ्रेस हौँ भन्ने भने चाहिँ एकदम राम्रो रहेछ यहाँनिर अब साथीहरू भएर आउने भने त राम्रै हुन्छ फोटोसुटहरूको लागि अब आफू चाहिँ एक्लै भयो फोटो खिचिदिने मान्छे नि भएन के गर्ने यस्तो छ बिजोक एक्लै छुट्टी परेपछि चाहिँ यस्तो तनाव हुन्छ क्या अब न साथीहरू हुन्छ न कोही हुन्छ अब सधैँ रुममा बस्दा दिक्क भएर आज चाहिँ बाहिर निस्केको अब एक्लै भएर पीडा भयो फेरि यहाँ साथीहरू कोही पनि भएन बिदा नि मिल्दैन त सबैको अब के गर्ने यस्तै हो तर रमाइलो छ ठिक छ ठाउँ घुम्नको लागि एकदम पुरै यस्तो चिलले बच्चाहरू घुमाउनु ल्याउने यताउता ठाउँ चाहिँ राम्रो लाग्यो मलाई नि मेरो फेरि काम गर्ने ठाउँ चाहिँ अनि यो टावर देखेछ नि यो टावर घुमाउनु पर्छ फेरि होइन अनि बस्ने चाहिँ अलिक तल पर्छ आज चाहिँ यतातिर घुमाउनु भनेर आएको अब एक दिन त्यो डाँडामा पनि जाने गाउँमा भनेको खै एक्लै भएपछि जान मन नलाउने अब साथीहरू भयो पो जाउँ भन्ने रमाइलो हुन्छ एक्लै कहाँ जाने के गर्ने समस्या छ हो मलाई छुट्टी नि अब एक्लै पर्छ भने जस्तै हुन्न भने मैले अब यहाँ आएर काग देखेको थिएन यहाँको काग चाहिँ यस्तो डेन्जर हुँदो रहेछ है कति धेरै रहेछ काग पनि
के भन्छ यहाँको कागलाई चाहिँ कति ठुलो रहेछ यार यहाँनिर त मै हराउँछु होला कहाँ अघि कहाँबाट आएको भन्ने बाटै बिर्सिन्छ कि हेर्छु भन्ने पिर भइसक्यो यार ल साथीहरू आजलाई चाहिँ यतिमै हिन्ड हान्नु पऱ्यो भिडियो अब भिडियो बनायो भने दिने मान्छे भए यसो नाचिदिन्थेँ भने नाच्नु नि आउँदैन होइन नाचिदिन्थेँ तर के गर्ने नाच्नु आउँदैन होइन अब यस्तै हो क्या ठुलो रहेछ यार चौर त आम्मा यतातिर सबै रमाइलो छ ल आजलाई चाहिँ बाई बाई साथीहरू